हेलो गाइज, यो चाहिँ माइक्ला हो है। यो अस्ति भर्खरै मिति 2082 साल असोज महिनाको 18 गते आएको अविरल वर्षाको कारणले यस खोलामा चाहिँ एकदमै विनाशकारी बाढी आएको हुँदा चाहिँ यस खोलाबाट चाहिँ एकदमै धेरै घरहरू बगाएर ल्याएको है, घरको सामानहरू, त्यसपछि मान्छे पनि बगाएर ल्याएको थियो। एकदमै ठुलो खोलाको थियो है, यो वारपार आइरहेको थियो। यो आँखाले देखिन्छ सबै वारपार, यहाँ सबै खोलै खोला कुदिरहेको थियो। एकदमै महासागर भइरहेको थियो है। त्यसपछि यहाँको एरिया, यो क्षेत्र सबै धान बाली थियो, यो सबै खेत थियो है। अहिले यहाँ सबै खोला पसेर यहाँ धानहरू तहस नहस पारेको अवस्था छ। त्यस्तै गरी यहाँ अहिले माटो एकदमै थुपारेको छ, एकदमै विनाश गरेको छ, क्षति पुऱ्याएको छ। एकदमै ठुलो आएको थियो है, इतिहासमै सबैभन्दा ठुलो खोला बाढी आएको यसपालि भन्ने कुरा बुझिएको छ है। एकदमै अहिले पनि खोलाहरू ठुलै छ, घटे तापनि अहिले पनि घटेर पनि यो अवस्थासम्म आइपुगेको छ भनेपछि आफै पनि अनुमान गर्न सकिन्छ कि कति ठुलो खोला चाहिँ बाढी चाहिँ आएको थियो भन्ने कुरा। यहाँ सबै मुलाहरू परिरहेको छ, एकदमै विनाशकारी बाढी आएको थियो है। अहिले यहाँको जनजीवन चाहिँ एकदमै धेरै क्षति पुऱ्याएको छ, धेरै मानिसहरूको घरहरू विस्थापित भएको छ। त्यस्तै गरी बाली नालीलाई पनि धेरै ध्वस्त बनाएको छ, क्षति पुऱ्याएको छ।